हाई, आज चाहिँ हामी कहाँ जाँदैछौँ मिनी भ्लग छ, हेर्नु होला है त। हामी सबैजना रेडी भयौँ अनि त्यसपछि हामी जाँदैछौँ गाडीमा। अनि हेर्नु न, यो बादल चाहिँ झरेर गाडी किच्याउँछु भन्दै थियो होइन। अनि यो माउथ कार्नरमा चाहिँ डेडीको ब्रेन ट्युमरको अपरेसन गरेको हस्पिटल त्यही हो। अनि हामी जाँदै थियौँ, अझै गइरहेको छौँ। अनि यहाँ चाहिँ पुग्यौँ, कहाँ पुग्यौँ त भन्दाखेरि मेरो फ्यामिली डक्टर भिजिट थियो त्यो दिन। अनि हामी त्यहाँ गयौँ सबैजना। अनि हामी चढ्यौँ एलिभेटर। हामी चाहिँ 3rd फ्लोरमा जानु थियो, 2nd फ्लोर थिच्नुभएको छ। फेरि 3rd फ्लोरमा जानु थियो। अनि यो भाइ र बहिनी चाहिँ डराउँछन्। भाइ चाहिँ अलिक डराउँदैन, बहिनीलाई चाहिँ साह्रै डर लाग्छ। अनि डेडीसँग जान्छे। अनि त्यसपछि चिउ हुन्छ अरे होला एलिभेटरमा चाहिँ। अनि हामी यसो बस्यौँ। अनि त्यसपछि हामी निस्क्यौँ एलिभेटरबाट। म चाहिँ एकछिन वेट गरिरहेको थिएँ। अनि डक्टर आउनुभयो। अनि त्यसपछि हामी सबै काम सकेर त्यहाँबाट बाहिर निस्क्यौँ। अनि हामी त्यहाँबाट बाहिर निस्क्यौँ। अनि प्लेन आइरहेको रहेछ। अनि प्लेनको पनि हल्का क्लिप आइगयो। अनि त्यसपछि हामी गयौँ गाडीमा। अनि हामी हस्पिटलबाट बाहिर निस्किसके पछाडि हामी जान्छौँ, घरतिर लाग्छौँ। तर जाँदै बाटोमा भएपछि भोक लाग्छ हामीलाई। त्यसपछि हामी निस्किन्छौँ बफेल हाउस। अनि त्यहाँनिर हल्का ब्रेकफास्ट लिन्छौँ। अनि त्यसपछि हामी आउँछौँ घरतिर। एकछिन वेट गर्छौँ त्यहाँनिर बसेर, सबै थोक सकिन्छ, नानीहरूले खाइसक्छन्। अनि हामी निस्किन्छौँ। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ अनि आउँछौँ घरतिर। तर बाटोमा आउँदै गर्दाखेरि क्रस किन्ने भनेर चाहिँ हामी स्टोर छिर्यौँ। अनि त्यहाँनिर सबैजनाले क्रस हेर्दै थिएँ, म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि हेरौँ है त कस्तो कस्तो क्रस लिन्छन्। अनि त्यसपछि चाहिँ हामी त्यहाँबाट चाहिँ डाइरेक्ट घर जान्छौँ होला, आई डोन्ट नो के हुन्छ। Softly spoken, with no strings tying you to me. I'm happy in your company with no emotion, cause my love deserves to be free. I never wanna look. अनि यहाँ चाहिँ भाइले एउटा भाउ देखेछ होइन। अनि म लान्छु भन्दै थियो। अनि घरमा लगेर नि एकछिन हेर्ने हो, त्यहाँबाट हेर्दैन। अनि मैले त्यो चाहिँ उसलाई लान दिनँ। अनि हामी चप्पल क्रस किनेर त्यहाँबाट बाहिर निस्क्यौँ। अनि अब हामी चाहिँ आउँछौँ होला डाइरेक्ट घर। अनि चाहिँ हामी घर फर्क्यौँ। अब चाहिँ हामी डाइरेक्ट घर जान्छौँ होला। पानी पर्न आँटिरहेको छ। थ्याङ्क यू फर वाचिङ। फुल भिडियो हेरिदिनु भएकोमा लाइक, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला है त। हेरिसकेपछि कस्तो लाग्छ